नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा। अनि मेरो नाम साइन गोकुल पेस अनि यो चाहिँ मेरो फर्स्ट युट्युब ब्लग हो। मैले यो इन्ट्रो दिनु होला 10 हो कि 12 टेक लिइसकेँ अनि यो चाहिँ फाइनल गर्छु भनेर बनाएको हो। राम्रै जान्छ होला, राम्रोको चाहिँ म लिइहाल्छु इन्ट्रोमा होइन। अनि त्यही हो, मैले चाहिँ युट्युब ब्लग बनाउने भनेर यो भिडियो स्टार्ट गरेको। अब बढी कुरो नगरौँ है। अब म आज चाहिँ धेरै टाढा जान्न, यहीँनिर मैतीदेवी मन्दिरमा जान्छु, धेरै टाढा छैन। राम्रो पनि छ है। सुरुदेखि सुरुमा मैतीदेवी भगवानको के भन्छ बिर्सेँ, के भन्छ त्यसलाई। सुरुमा भगवानको नाम लिएर सुरु गरौँ कुनै पनि काम भनेको मिलेन क्या, त्यही मिलेन लेभलतिर बाउ बोलाएर ल बाउ त्यही हो। अब त्यही हो, एकछिन पछि जान्छु होला म गएपछि म भिडियो चाहिँ त्यहाँदेखि कन्टिन्यू गर्छु होला। ल त है। ल म निस्किसकेको छु बाहिर। अनि अहिले पानी पर्ला जस्तो छ। के बोल्नु हुँदैछ मलाई थाहा लाग्छ। सबैले हेरेको हेरेछन् म के गर्दैछ अनि म मैतीदेवी पुग्न आँटेँ र अलिक कोही पनि छैन, मान्छेहरू त्यस्तै धेरै पाउनु छ भने त ठिक छ। म मैतीदेवी मन्दिर पनि पुगिसकेँ। अब एक दुईवटा क्लिप लिन्छु म मैतीदेवी मन्दिरको, अनि त्यसपछि कुरा गरौँ। चाहिँ मैतीदेवी मन्दिरमा आइसकेको छु है। अघि बाटोमा त्यति थाहा छैन, मलाई बस्नु मन लागेन, कस्तो लाज जस्तो भयो। के बोल्नु भयो त्यसैले म बोलेँ। अनि सुरुमा चाहिँ भ्लग बनाउन चाहिँ अलिक गाह्रो हुन्छ, कस्तो लाज जस्तो, अलिक कस्तो अप्ठ्यारो लाग्दो रहेछ। अनि त्यही हो, अहिले चाहिँ मैले मन्दिरभित्र आइसकेको छु। अनि अहिले चाहिँ म यतातिर बसेको छु। त्यस्तै हो। अहिले कति बज्यो है? अब त्यस्तै 3 बजे 3:30 भयो क्या है। जुन चाहिँ यता चहलपहल छ मन्दिरभित्र। अनि अनि के भन्नु अरू कुरो मलाई कस्तो बोल्ने के बोल्नु हुँदैछ, बोल्नै बिर्सेको जस्तो हुँदैछ। त्यही पनि अब कस्तो कि मेरो चाहिँ यो पहिलोचोटि हो है भ्लग बनाएको। अनि अलिकति बोल्न कस्तो मलाई गाह्रो बोल्नै नआएको जस्तो हुँदैछ। तर बिस्तारै अब म बनाउँदै जान्छु भ्लग है। अब बानी बस्छ होला, सुरुमा यस्तै हुँदो रहेछ क्या हो, ल्याक अफ कन्फिडेन्स के गर्नु। अनि अब अरू कुरो हो है मेरो बारेमा।
अनि यो मेरो युट्युब भ्लग चाहिँ बनाउनुको कारण के भन्दाखेरि मैले चाहिँ है भ्लगहरू चाहिँ अरूहरूको हेर्दै थिएँ कि धेरैजनाको युट्युबमा अनि मलाई पनि पहिल्यैदेखि भ्लग बनाउने एउटा के भन्छ एउटा चाहिँ इच्छा थियो अनि त्यसपछि मेरो दाइले भन्यो मेरो दाइले के भन्छ बिग साउट आउट टु माई ब्रदर है उसले चाहिँ मलाई भ्लग बनाउनु मोटिभेसन गरायो अनि त्यसपछि मैले भ्लग बनाउँछु भनेर चाहिँ यो भ्लग बनाएको अनि सुरुमा चाहिँ मैती देवी मन्दिरबाट स्टार्ट गरौँ भनेको है त्यही खासमा म काठमाडौँ आएको 6 महिना जति भयो त्यति साह्रो राम्रोसित काठमाडौँ पनि घुमेको छैन त्यही पनि अब मैले भ्लग चाहिँ धेरै लामो त्यति चाहिँ बनाउँदैन होला अब सानो सानो क्लिप है त्यही 6 मिनटको 5 मिनटको त्यस्तै बनाउँछु होला त्यति साह्रो लामो चाहिँ बनाउँदैन होला एक त मेरो मोबाइलको ब्याट्री पनि टिक्दैन है त्यो कारणले गर्दा हो अनि त्यसपछि त्यही हो अब के हो अब त्यही हो सुरु त भ्युज त आउँदैन होला है अब युट्युब मेरो भ्लगमा चाहिँ किनभने चाहिँ स्टार्टिङ पोइन्टमा चाहिँ भ्युजहरू कमै आउँछ होला अब भ्युजको त मतलब भएन अब बिस्तारै निरन्तर रूपमा मैले भिडियो हाल्दै गयो भने चाहिँ अब इम्प्रुभमेन्ट हुन्छ होला अनि मेरो बोल्ने भ्लगमा के भन्छ बोल्ने बानी पनि बस्छ होला है अनि म तपाईँहरूलाई झल्को एउटा झलक देखाउँछु यता मैती देवी मन्दिरमै अहिलेको अनि चाहिँ यस्तो छ अहिले मन्दिरमा है मान्छेहरू त्यति भिड त छैन अहिले त्यही 4-5 बजीतिर भिड हुन्छ अहिले त केही खासै भिड हुँदैन मान्छे कोही कलेज कोही अफिसतिर गएको हुन्छ अनि त्यही साँझ पखतिर चाहिँ यहाँ धेरै भिड हुन्छ अनि तिहारको बेला चाहिँ यतातिर एकदम झिलिमिली एकदम राम्रो देखिन्छ त्यति हो अब एकछिनपछि चाहिँ म युट्युब यो भ्लग चाहिँ युज गर्छु होला किनभने देखाउनमा त्यति कुरोहरू छैन अनि यो चाहिँ मेरो फर्स्ट युट्युब भएको कारणले गर्दा त्यस कारण मैले धेरै बनाउन कोसिस गरेन त्यही पनि अब मान्छेले कसरी हेर्छन् भने चाहिँ के नै गऱ्यो भनेर त्यो कारणले गर्दा पनि अलिक लाज लागेर तर केही छैन बिस्तारै बानी बचाउँदै जान्छु अनि राम्रो भिडियो हाल्दै जान्छु म यो युट्युब च्यानल खासमा मेरो यो युट्युब च्यानल चाहिँ मैले चाहिँ 2018मा खोलेको है के भन्छ म म्युजिकमा मलाई इन्ट्रेस्ट है तर म्युजिकमा त्यति खासै आउँदैन अनि त्यही पनि म शान्तिले बनाइरहेको हुन्छु अनि त्यसैले यो युट्युब च्यानल खोलेको हो कि आफ्नो म्युजिक हाल्छु भनेर हालेको 21 भिडियो पुगिसकेछ अनि यसैमा अब भ्लग पनि यही च्यानलमा भ्लग पनि हाल्छु भनेर यो भ्लग स्टार्ट गरेको मैले अब खासै कुरो त केही छैन त्यही पनि यसो अब के भन्छ लाइफमा मेरो लाइफ त्यति इन्ट्रेस्टिङ त छैन बिहान उठ्यो नास्ता खायो कलेज गयो आयो त्यही हो त्यति खासै त केही पनि छैन त्यही पनि मैले अब आफ्नो एउटा लाइफको एउटा जर्नीलाई चाहिँ एउटा मोमेन्टमा चाहिँ अब यो भ्लगको माध्यमबाट सेयर गरौँ भनेको है अनि त्यही हो अरू बेसी कुरो त केही पनि छैन अनि के हो अनि यतातिरको मौसम पनि यस्तै भयो कहिले घाम लाग्छ कहिले पानी पर्छ अब बिहानतिर पानी पर्छ जस्तो थियो आउँछै घाम लागेको छ तर यतातिर बस्नुमा चाहिँ रमाइलो छ यतातिर मैले शान्त छ है बिचतिर रोड छ बिच अनि यसको छेउनेर चाहिँ मन्दिर छ मैती देवी मन्दिर सुरुमा चाहिँ मलाई मैती देवीको नामै भन्न आउँदैन म चाहिँ माइती देवी मन्दिर भन्दै रहेछ मैती देवी मन्दिर अन्त के भन्नु म आज भ्लग चाहिँ यही समयमा यतैमा एन्डिङ गर्छु है अब नेक्स्ट भ्लगमा चाहिँ अलि लामो भिडियो बनाउनु चाहिँ म कोसिस गर्छु होइन तबसम्मको लागि थ्याङ्क यू फर वाचिङ होइन अनि खै हेर्नुभयो कि भएन यहाँसम्म थ्याङ्क यू फर वाचिङ एन्ड अर्को भिडियोमा चाहिँ भेटौँ भइहाल्छ ल बाई